हेर्नु न कत्रो कत्रो कति धेरै मरमा रियान्सी चाहिँ ढाडमा सुटी बस्छ। म चाहिँ निङ्गुरो बिन्दास पारामा टिप्ने हुँदै कति धेरै हो बा निदाएको छ बिचारी मामुको ढाडमा। भिडियो सो हामी चाहिँ 5 बजेर सन्चै आउनुहुन्छ होला। साथीहरू हाम्रो यात्रा चाहिँ कहाँसम्मको हजुरहरू भिडियो हेर्दै गर्नुहोला। हेलो साथीहरू यो त खतरा रहेछ हौ। साथीहरू देख्न सक्नुहुन्छ हेर्नु निङ्गुरो। मैले त सानो चप्पल ल्याएको भए त हिँड्नु पनि हुन्थेन थिएन। बिहामा निङ्गुरै त हो नि नै हो रहेछ। लट्री पर्यो राजदा। कति छ कति धेरै रहेछ आज त। मजा आउने टिप्नु नि। आया घोच्यो नानीलाई घोच्यो कि क्या हुन्छ आमा यो पनि हो नि। यस्तो पो हो त के हुन्छ कि यो पनि हो न। कति दुःख गरेर सिकिरहेको किन मन परिआएको है नमन परेको। आज यस्तो भयो त कस्तो मजा हुन्छ टिप्न। साथीहरू हेर्न सक्नुहुन्छ निङ्गुरो है। आज चाहिँ निङ्गुरो बबाल भेट्यो। तिमीलाई काँडामा नहिँड नि तिमी। साथीहरू कति धेरै रहेछ कि निङ्गुरो। म चाहिँ केही नबोली टिपेँ त। काँडा घारीभित्र छ। काँडा घारीको बिचमा निङ्गुरोको यसरी बास। कति धेरै रियान्सलाई बोकी टिप्दैछु। कति धेरै रहेछ। पख सानो पख ल। हाई भन्थ्यो। हाई भन न। हाई यति धेरै पाइरहेछ। एन्जेलिका पनि छ साथी मेरो लागि दौडिँदैछ। म त्यसमा टिप्दैछु। रियान्स यसरी बसेकी छिन् ढाडमा। रियान्स चाहिँ ढाडमा सुटी बस्छ। म चाहिँ निङ्गुरो
बिन्दास पारामा टिप्ने हुँदै कति धेरै हो बा निङ्गुरो नि दादा भन्न पारी दादाहरूलाई बोल दादा भन्नु सानो हाई साना हाई हाई भनिदेऊ हाई भनिदेऊ नि साग हाई भनिदेऊ हाई नोच देखाउ न नोच साथीहरू हजुरहरूलाई चाहिँ निङ्गुरो कसलाई मनपर्छ नि हेर्नुहोस् है म त निङ्गुरो टिप्दैछु निङ्गुरो टिपेको भिडियो मजाले हेरिदिनु होला है साथीहरू काँडै काँडा रहेछ तर नि निङ्गुरो चाहिँ कति धेरै रहेछ क्या साथीहरू मजा आइरहेछ टिप्नलाई सो म चाहिँ इन्जोय गर्दैछु इन्जोय रियान्सी पनि यहाँ छिन् यिनी पनि ज्ञानी भएर बसिरहेको छिन् है साथीहरू यस्तरी खोज्ने भुइँमा होइन कति धेरै पो रहेछ हो आज त साथीहरू गर्मी चाहिँ लास्टै भइरहेछ तर निङ्गुरो देखेर एकदम एक्साइटेड आइ एम एक्साइटेड भन्थ्यो निङ्गुरो भयो भने चाहिँ मजा लाग्छ कि टिप्न रमाइलो लाग्छ मिठो पनि लाग्छ मलाई चाहिँ त्यही भएर म चाहिँ निङ्गुरो टिप्दैछु है साथीहरू जङ्गलमा जङ्गलतिर आएर यहाँ मजा लागिरहेको छ मलाई त निङ्गुरो टिप्न हजुरहरूलाई कसलाई चाहिँ मनपर्छ सो निङ्गुरो टिपेको भिडियो चाहिँ फुल वाच गरिदिनु होला त्यहाँ परबाट चाहिँ हेर्नुहोस् खै कहाँ छ घाम घाम पनि पछाडि डुब्न लागिसक्यो अनि म चाहिँ रियान्सीलाई यसो डुलाउनलाई पनि लिएर आएको खै सानै कता गयो अनि डुलाउन साथसाथै निङ्गुरो पनि टिप्दैछु फेरि पल्टिदेऊ फेरि फुल हेर्नुहोस् कति धेरै कति राम्रो फुल हो कि आमा यस्तो 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 गर्दै खोज्ने टक्क निङ्गुरो भेटिहाल्छ निङ्गुरो टिप्ने त्यस्तो डुकु चाहिँ रहेनछ यस्तरी झारको बिचमा हुन्छ है टक्क टिप्ने यहाँ पनि पलाइरहेछ है टक्क टिप्न परिहाल्यो है यतिको त खाना मिलिहाल्छ नि होइन साथीहरू हजुरहरू कसले टिप्नु भएको छ साथीहरू कमेन्ट गर्नु होला है निङ्गुरो कसले खानु भएको छ कमेन्ट गरिदिनु होला म यहाँ जम्मा गरेर राखेको छु अब टिप्छु यसलाई काँडाको बिचमा तर बब्बाल सिन्का चाहिने एउटा लट्ठी चाहिने रहेछ टिप्नलाई
साथीहरू हेर्नु त झाडीको बिचमा जङ्गलको बिचमा कस्तो राम्रो मजा टिपे त अब यसलाई ए यस्तो भएर झन् कस्तो मजा हुने टिप्नु टिप्यो मैले साथीहरू यसलाई ए यस्तो छ अब के गर्नु लान पर्यो हाल्यो ए यस्तो घाम पनि डुब्न लाग्यो साथीहरू हाम्रो त ओइसेलो टिप्दा टिप्दै ओइसेलो रे निङ्गुरो टिप्दा टिप्दै ओइसेलो पनि खायो पलेको आम्मामा कहिले कले त ओइसेल फेरि लौ यो पर झोलामा हाल त कता पर देऊ आमा फेरि जानु जाऊ नि मेरो घर हो साथीहरू मेरो छोरी चाहिँ निदाइसकि यसरी निदाएको छ बिचारी मामुको ढाडमा अब चाहिँ बिस्तारै बिस्तारै लाग्नुपर्छ होला जङ्गलभित्र त्यो बराबर छ यहीँ रहेछ आँखै छेउमा हेर्नु न कत्रो कति धेरै फुल पनि फुलिरहेछ निङ्गुरो पनि छ निङ्गुरो पनि बबाल टिप्यो उयो फुल पनि खतरा फुलिरहेछ